हेलो नमस्ते एभ्रिवान, वेलकम ब्याक माई च्यानल। आई होप तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदमै सन्चै छु। अनि म चाहिँ अब धेरै दिन पछि दुई हप्ता जति इलाम बसेर घर आइपुगिसकेँ। अनि हिजो आएको पनि भ्लग बनाएको सुतेछुकै बाटोमा। अनि के घर आइसकेपछि देखाउनु भने देखाइन। अनि फेरि म यहाँ आइसकेँ आफ्नै ब्याक यही औँसी डाँडामा होइन। घर त आउनु पऱ्यो नि त हेर्नु ट्याक्कै यहाँ अहिले यस्तो छ। यो चाहिँ यहाँ सोत्तर लिनु आएको छ। धेरै पछाडि आइयो यो भिडियो। यति भिडियोमा अलिअलि भ्युज पनि जानु छोडो। अब के गर्नु त, जस्तो भए पनि हाल्नै पर्यो। अलिकति भए पनि भ्युज बढ्छ होइन। 1 घन्टा भए पनि वाच टाइम बढ्छ। अनि के चाहिँ गर्नु त, लगाउनु हुँदैन सक्छ त नि। अनि अब म चाहिँ यहीँ बसिरहेको छु। यहाँ ढ्याक्क अब यहाँ एकछिन बस्छु। कस्तो रमाइलो होइन। केटाहरू उपर सोतर चोर्नु आँटेको छ। छोडियो त। सो गाइज म चाहिँ त्यहाँबाट उठेर पनि आइसकेँ होइन। मान्छे भएपछि अलिक लाज लागिहाल्छ नि होइन। मान्छे भएपछि लाज लाग्छ। अनि अब चाहिँ मान्छे रहेछ नि त। अब चाहिँ म ब्लग बनाउनेवाला छैन, लाज लाग्यो होइन। अब यता यसलाई देख्न सक्नुहुन्छ, यसले कामदारी केटो हो क्या। यहाँ हेर्दा यता आम्मा कामदारी केटो। सो गाइज अहिले चाहिँ म यहाँ बसिरहेको छु होइन। अनि उयोले उपर काम गर्दैछ, एउटा यहाँ बसिरहेको छ। म चाहिँ यहाँ बसेर यस्तो भ्यू हेर्दैछु क्या। आँखाले हेर्दा दामी देखिन्छ, तर यो तुवालो अनि त्यही माथि क्यामेरा पनि नराम्रो छ नि त मेरो। अब 1-2 दिन पछाडि म फोन किन्छु सायद। नयाँ वर्ष लागेपछि म फोन किन्छु होला। चाहिँ अनि यसरी बसिरहेको छु यहाँ। अनि अब केटाहरूले पनि उयो भनौँ क्या, त्यो अब बर्थडेको पार्टी पनि अस्ति गए पनि खुवाकी खुवा भन। अब खुवाइ त दिनु पऱ्यो नि, त्यो पनि म तपाईँलाई देखाउँछु होइन। हेर्दैछ एउटाले। ओ सुभाषे, तेरो इयरफोन त ल्याइस् कि के पो गरिस्? है ल्याएको छस्? थुक्क इयरफोन ल्याएको भए अलिक आवाज अलिक राम्रो सुनिँदैन त। फोन टाढो भएर आवाजै सुनिँदैन क्या। साह्रै सानो बोल्छु म, त्यही त हो नि। अनि अब यहाँ हरियाली देख्न सक्नुहुन्छ। अब चाहिँ पौलिन थालेको यहाँ यो हरियो होइन, हरियाली हुन्छ क्या यहाँ चाहिँ। अब यहाँ चाहिँ पुरै यो सल्लाहको यस्तो सल्लाहको रुखको सबै झरेको सरीबिरहरू। कहाँ आफ्नै देखाउनु सक्दैन त हातले होइन। यस्तै सबै यस्तै भेला पारेको छ क्या उयोहरूले चाहिँ उपर डन्डीले। यसको सुँगुरलाई लानुको लागि अस्ति मैले पनि लगेको थिएँ, देख्नु होला ब्लगमा। अनि अब त अलिक ठुलै सुँगुर पनि त, त्यसको चाहिँ चाहिँदैन। अब गर्मी पनि लाग्यो। अनि यहाँ चाहिँ हरियाली दामी छ क्या। चिप्ले लड्यो भने चाहिँ तल पुग्छु, लगभग बाँच्दिनँ होला। यस्तो भिड छ पुरै यहाँदेखि उरालो। यस्तो दामी हरियो छ क्या हरियाली। यहाँ चाहिँ पुरै उजाड सुक्खा नि आयो हरियाली। हरियाली छ क्या। अब 1-2 दिन पछाडि चाहिँ सबै हरियो हुन्छ होइन। बारीउँदी खेत पनि छ, यो पनि सबै हरियो हुन्छ होइन। यो चाहिँ यस्तो सोर्दैछ सुँगुरको लागि, हरियो हुन्छ। अनि यहाँ चाहिँ अस्ति आगो पनि लागेको थियो क्या। त्यो भ्लग पनि हेर्नु होला। आगोहरू यहाँ लागेको थियो। यहाँ चाहिँ कालो अझै पनि छ डढेर। अब यो रुखहरू चाहिँ सायद त मर्छै होला, खासै फिर्दैन होला, यो मरिसकेछ। र माथि छ हाम्रो एउटा कभल अटो, त्यो कभर अनि यो तलतिरको स्कुल कलेजहरू हो। यहाँ पछाडि के गर्छ। अनि अब म तपाईँलाई एकछिन भरे नै भेट्छु है त। अब केटाहरूलाई यसो खुवाइदिनु पऱ्यो डिउटी भएर होइन। अनि मेन चाहिँ यो भिडियो चाहिँ मैले के लागि बनाएको भन्दा वाच टाइममै बढेन भ्युज नआए पनि थोरै गर्दा वाच टाइम बढ्छ नि त। अनि अब चाहिँ म लगभग डेली भिडियो पनि हाल्छु होला। अनि थोरै एक दिनको 1 घन्टा बढ्यो भने नि ठिकै हुन्छ। कुनैको 2 घन्टा जाला। त्यसरी म अब भिडियो हाल्छु। अब आधी घन्टा गयो भने त अब के चाहिँ गर्नु त, कुनैमा 3 घन्टा पनि जानुसक्छ। बी पोजिटिभ हो मलाई। कसले तानो भुत हो यो, निकाल त। निकाल न।
भूत ओए अझै महँगो पेन्ट जान्छ है केटा महँगो पेन्ट कति 2-3 वर्ष पुरानो पेन्ट अगाडिको के हो अगाडि पनि पुरानो भएर दिएको भन्छ यो पनि पुरानो भएर गएको हो खास भन्नुपर्दा होइन अब एउटा फोटो चाहिँ खिच्नु पर्ने हुन्छ यहाँ ब्लगमा भएर थम्नेल अब म तपाईँहरूलाई भरे भेट्छु है त वाच चाहिँ गर्नु होला पुरो गाइज हामी चाहिँ अहिले यहाँ आइपुगेको छौँ बस स्ट्यान्डमा होइन अनि केटाहरूलाई चाहिँ अरूको बर्थडेको यसो उयो पनि खुवाएँ यसो अब डिउ खुरन्दानाहरू यसो खुवाइदियो केटाहरूलाई त्योभन्दा त के चाहिँ खुवाउनु पैसै थिएन मलाई हान्नु आँट्यो तिर दुःख तिर पनि लु अनुहारमा चाहिँ लाग्छ आँखामा चाहिँ यता गयो अब चाहिँ हरियाली देखिन थालेछ यहाँ टक्क होइन हजुर के छ ठिक छ ठिकै छ रमाइलो छ यता चाहिँ अनि हाम्रो बजार छ ट्याक्क यस्तो यहाँ चाहिँ यहाँदेखि उँभो चाहिँ निकै घरहरू छ तर देखिँदैन क्या यहाँबाट अनि यता चाहिँ गाउँ एरिया उता तल छ पालिका यहाँ धारा दिन म 5 दिन जाने धारा जहिले यहीँ हो गयो यो घरदेखि अलिक यहाँनिर गहिरोमा ठ्याक्कै हो त्यो गहिरोमा जुम त कति पनि छैन यहीँबाट उति त हो हुनु त होइन अनि यो चाहिँ फुटबल ग्राउन्ड हो 9H साइडको कतिचोटि मैले धेरै भ्लगमा भनिसकेँ यहाँ छ बस पार्क यहाँ चाहिँ एउटा बस पार्कको सेक्रेटरी झुन्डेर यो भत्काउने छोडे यहाँ ट्याक्कै यताबाट चाहिँ राम्रो बस पार्क थियो खिच्याएर गाइज रामकोमा सब्सक्राइब गरिदिनु होला मेरो साथीहरू यसको त सबै उयो भइहाल्छ यसले त भिडियो हालेको सबै 1K 2K भ्युज गइहाल्छ मेरोमा त 15-20 भन्दा के भएको ओहो ओहो चिन्नुभयो होला न्यू पोच न्यू पोच यस्तो थियो नि त अनि के हो मेरो इज्जत छैन मोडल कसरी हुन्छ खोइ अलिक खुट्टा पनि देखिनु पर्यो वान्स मोर फेरि वान्स मोर देखाउँदा मोडा उता अगाडि हिँड न ए देखिएन ओहो अलिक उता चाहिँ यताबाट चाहिँ अलिक भन्न त हामी देखिँदो रहेछ मोडल हात्ती मोडल हात्तीको पनि मोडल हुँदो रहेछ यहाँ रहेछ हात्ती मोडलको हात्ती मोडलको कुकुरहरू पनि यहाँ छ के हो उस्तै छ त हौ अनुहार यता हेर्छु म त दाजु बहिनी जस्तो देख्छु म त मलाई लात्तीले हानिसक्यो गाइजहरू आँखामा लाग्छ मलाई पछाडि यिनीहरूको बक्कैबाट यहाँ लगाऊ आँखा पाउ ल टाउकोमा हान्नु पाउँदैन है टाउकोमा हान्नु पाउँदैन ल आएन मलाई ओ यहाँ चाहिँ यस्तो छ दामी ग्रिनेरी आइसक्यो क्या अब चाहिँ हरियो आइसक्यो क्या दामी भइसक्यो अब चाहिँ केटाकेटीहरू यहाँ गेम खेल्छ आमा कस्तो हरियो देखिन थालेछ र अब चाहिँ हरियो निकै पलाइसक्यो क्या यहाँ अघि कस्तो दामी हरियो देखिन थालेछ यहाँ चाहिँ केटाहरू चाहिँ भाइहरू हो सबै होइन अनि यिनीहरू ओ के गरेको हान्छौ तिमीहरूले हान्छौ अरे छेकिदिन्छु अहिले अनि तिमीहरूलाई
बेरंग सी है बड़ी जिंदगी रामेको भ्लगमा न्यू ठाउँहरु पनि देखाउन मेरो भ्लगमा चाहिँ केटाहरूले नयाँ नयाँ ठाउँ देखाउनको लागि लाँदैछन् तन्हाई के वास्ते जब मिले नेपाली गीत तुझको फुर्सत जब मिले तुझको फुर्सत तू भी कर ले मोहब्बत है तुझे धेरै भइसक्यो यो अहिले अब एकछिन चाहिँ कट गरौँ भिडियो यिनीहरूले चाहिँ केटाकेटीलाई सबक सिकाइदियो ले नमस्ते गर छिटो डन दादागिरी हो अब ठुलोलाई त्यो लात्तीले हानेको देख्यो नि फेरि ले अहिले फेरि तिनीहरूको तिमीहरूको सेक दिन्छ केटाकेटीहरू यहाँ जिस्किँदा चाहिँ अति नै गर्छ नि त डन पनि हो नि यो त फेरि हामी यहाँ जाउँ अनि नो सो गाइजहरु हामी चाहिँ हस्पिटलको ट्रपमा चढेको यहाँ हेर्नु सक्नुहुन्छ मान्छे 102 केजीको 102 केजीको मोटु लिस्न चढ्दै कन्टेन्ट भइहाल्छ नि कन्टेन्ट 102 केजीको मान्छे यही अड्किहाल्छ नि अड्किने यो चाहिँ ट्याक्क हाम्रो बजारै यो भनेको पालिका यो भनेको हस्पिटल यो पनि बनिँदैछ यो चाहिँ बनिसक्यो लगभग यो भने बनिँदैछ हस्पिटल चढेको ट्याक्क औँसी बजार भनेको चाहिँ यही हो गाइजहरू ट्याक्क होइन यत्रो त छ औँसी बजार पोक्लाबाङ बजार पनि भन्छ यसलाई चाहिँ ट्याक्क होइन माथि हो यो च्यानगाडी त्यहाँको उपर पनि बस्ने ठाउँ छ मजा आउँथ्यो किन्नु आँटेको के टेन्सन आइफोन किन्नु आँटेको त्यहाँको हरियाली अब चाहिँ हरियाली आइसक्यो क्या यो कोरिडोरको बाटो उपर देखिएको चाहिँ कोरिडोरको होइन कतिजनालाई थाहा पनि छ होला कोरिडोर भनेको कहाँ हो के हो कस्तो हो मलाई चाहिँ त्यही थाहा छैन कोरिडोर भन्ने चाहिँ थाहा छ यहाँबाट कस्तो आनन्दको नजारा देखिएको छ क्या यहाँबाट हेर्नुभन्दा अर्कोबाट यो क्यामेराबाट हेर्नुभन्दा आँखाबाट हेर्नु लास्टै छुट्टै रमाइलो छ क्या के भयो राम यो 102 केजीको मान्छे लिस्न झर्दै मलाई कन्टेन्ट भइहाल्यो नि त्यति होइन यहाँ यस्तो छ दामी बजार होइन के गर्नु सही छ यार सानो भए पनि सुन्दर हाम्रो आफ्नै बजार